हेलो एभ्रिवान नमस्ते सन्चै हुनुहुन्छ म पनि सन्चै छु। आज म दादरमा कहाँ जाँदैछु हजुरलाई म देखाउँछु। दादर मात्रै बिर्ताउनु भएको के दादाहरूको घरतिर अनि हामी त्यो दाजुभाइ सरर जान थाल्यौँ। यताउता भ्यू हेर्दै हेर्दै जान थाल्यौँ। त्यसपछि अनि पेट्रोल पम्पमा पुगेर हल्का गाडीलाई पनि खुवाउनु परेन पेट्रोल भनेर अनि त्यसलाई पेट्रोल हाल्न थाल्यौँ। अनि पेट्रोल हालिसकेपछि बिर खोला तर हामी जान थाल्यौँ सरर। अनि फाइनली म पनि एकछिन पछाडि बिर्ताबाट आइपुगेँ। अनि आइपुगेपछि यो अहिले नयाँ मार्केट खोलिरहेको रहेछ कि यसमा चाहिँ मान्छेहरूको भिड, सामानहरू सुपथ मूल्यमा पाइन्छ क्या, त्यही भएर मान्छेहरूको भिड कति मान्छे हुन्थ्यो यहाँ चाहिँ होइन। हरेक सामानको 160 रुपियाँ पर्छ नि त। अनि त्यसरी मान्छेहरू पनि ढोका खोल्ने बित्तिकै गुडुडुडु कुदेर जान्छ नि। के भएको म पनि गएको नि के चाहिँ रहेछ भनेर पछाडि गएर ठेलेको गर्छु नठेल्नु न भन्छु। मलाई त एउटा बोतल चाहिएको थियो कि अनि मैले पनि पानी खान लागि एउटा बोतल किनेँ। अनि मान्छेहरू हेर्नु न बिल पैसा तिर्नु पर्यो अनि सामान किनेपछि मान्छेहरू पनि टन्नै थिए। अन्त यता काउन्टरमा पनि भिड न भिड थिए मान्छेहरू। अनि म पनि कतिखेर म पनि निस्किन पाउँछु भनेर निस्किरहेको थिएँ। फाइनली म पनि 1 घन्टा पछाडि निस्किन पाएँ। भित्र त मान्छेको भिडले गर्मी भएर कि यस्तो कतिखेर अनि मान्छेहरू पनि हुँदै गरून् भन्दै म पनि घरतिर लाग्न थालेँ। अनि यहाँ बिर्ताउनु भाउजूलाई पनि लिनु थियो कि अनि भाउजूलाई पनि लियो अरे हामी जान थाल्यौँ सर।